हेलो एभ्रिवान नमस्कार एन्ड लासो भ्लगमा जलसा सबैजनालाई स्वागत छ जलसा भ्लगमा। आजको दिन हाम्रो सुरु हुन्छ दिउँसोको 3 बजेबाट, किनकि हामी भर्खर ड्युटी जान लागेको अनि त्यही भएर दिन पनि हाम्रो 3 बजेबाटै सुरु हुन्छ। अघिको त हामी 2 बजेतिर उठ्छौँ, 3 बजे ड्युटी जान्छौँ। अब चाहिँ हामी ड्युटी जान लागेको, ड्युटीमा के हुन्छ के गर्नुपर्छ सबै हजुरहरूलाई बताउनेछौँ, भ्लग हेर्दै गर्नुहोला। धन्यवाद। ल साथीहरू, यो चाहिँ हाम्रो बिल्डिङ हो अनि बिल्डिङको मुनि सबैजना गाडीलाई वेट गरेर बसिराख्नु भएको छ। ल सबैजनालाई वेलकम छ मेरो भ्लगमा। ल गाइजहरू, हाम्रो चाचुजी नआएर आज कहाँ जानुभयो मेरो भ्लग पनि यस्तो भयो ल। अर्कै गाडीमा पो जानु पर्यो त गाइजहरू। गाइजहरू सिधै नभएर यस्तो अवस्था छ हाम्रो चाहिँ। सिट नभएपछि कागमा बस्नुपर्ने अवस्था। हेलो गाइस, वेलकम टु आवर भ्लग। हामी चाहिँ आवर सपमा आइपुगिसक्यौँ। आवर शप इज देयर, भेरी बिग। वी आर हियर। मोनिका दिदी को इन्ट्री गर्नुपर्छ अनि त्यहाँदेखि मात्र माथि जानुपर्छ। यो हाम्रो लकर हो, यहाँ चाहिँ ब्रेकफास्टहरू तिनीहरू सबै राख्नुपर्छ। सबैले यहाँ इन गरिसकेपछि मात्रै माथि जानुपर्छ। एभ्रिवान, अहो ब्रेक पनि खाएर सकाइसकेछ। मिस साराले ब्रेक सकायो। यो चाहिँ हाम्रो ड्युटी सकिसकेपछि आज मन्थली मिटिङमा डान्स गरेको हो सबैजनाले। मन्थमा एकचोटि मिटिङ हुन्छ कि हामीहरूको, अनि त्यही भएर सबैजना डान्स गर्छ, त्यही पनि नेपाली गीतमा। साह्रै रमाइलो हुन्छ। हजुरहरू पनि यस्तै रमाइलो गर्न मन छ भने हाम्रो सपमा आउनु होला। यो चाहिँ भेजिटेबल सेक्सन हो हाम्रो सपको। यस्तो हुँदै हुँदै 11 आवर्स ड्युटी गरेर हामीहरू रुम जान गइरहेको छु। रुममा फ्रेस आइटमहरू छ सबै। एभ्रिथिङ दिस बुसरी देन दिस फिसरी। यो चाहिँ मेरो मोटी साथी, यो चाहिँ ओनियन, दिस अलमिन। वेलकम 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 वेलकम। ल र गाडी चाहिँ यताबाट आउँदैछ, त्यही भएर हामी सबैजना चाहिँ यहाँ वेटिङ गरिरहेको। रातिको 2 बज्यो। बस आ रहे ना, बस आ रहे। रातिको 2 बज्यो। बस चाहिँ यहाँबाट आउँछ। हाम्रो कितना मिस किया। दुर्गेशको गीत हाम्रो गाडीमा पनि बसिरहेको छ कि। हाम्रो रुम पनि ल फाइनली हामी रुम पनि आइपुगिहाल्यो ड्युटी सकेर। बाई बाई, भोलि मेरो छुट्टी, पर्सि भेट्छु है। बाई। ल फाइनली हामी रुम पनि आइपुग्यौँ। आजको मेरो भ्लग कस्तो लाग्यो हजुरहरूलाई? सबैजनाले माया गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला। धन्यवाद।